अत्यन्तै खुसी भएको छु र यस व्यक्तित्वको शीर्षक रहेको छ प्राविधिक शिक्षा आजको आवश्यकता तथा रोजगारीहरू। समाजमा चिनिएको समुद्रको उचाइमा पुग्नुभन्दा पहिला समुद्रको उचाइ जान्न आवश्यक हुन्छ भने जस्तै कुनै पनि विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला त्यसको परिचय जान्न सान्दर्भिक ठान्छु। त्यसै गरी म त्यसको परिचय तर्फ लाग्दछु। सर्वप्रथम त हामीले शिक्षा भनेको के हो त त्यो बुझ्न जरुरी छ। शिक्षा भनेको व्यक्तिमा रहेको अन्तर्निहित क्षमतालाई बाहिर प्रस्फुटन गर्नलाई शिक्षा भनिन्छ। शिक्षालाई मानव जीवनको तेस्रो आँखा पनि भन्ने गरिन्छ। त्यसै गरी प्रविधि भनेको कुनै पनि कामलाई सजिलो छिटो र सहज तरिकाले सम्पन्न गर्नको लागि बनाएको उपकरणलाई प्रविधि भनिन्छ। सभाध्यक्ष महोदय, हामीले जान्नै पर्ने कुरा प्राविधिक शिक्षा भनेको के हो त? प्राविधिक शिक्षा भनेको प्रविधिसँग सम्बन्धित व्यावसायिक शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ। त्यति मात्र नभएर विद्यार्थीलाई विभिन्न उपकरणको प्रयोग गरेर प्रयोगात्मक र रचनात्मक तरिकाबाट अनुसन्धानमूलक, उत्पादनमूलक र सिपमूलक शिक्षा दिनलाई नै प्राविधिक शिक्षा भनिन्छ। सभाध्यक्ष महोदय, प्राविधिक शिक्षा आजभोलि कयौं मानिसहरूमा लोकप्रिय बन्दै आएको छ। त्यति मात्र नभएर पहिला जंगलमा बस्ने मानिस आजभोलि मङ्गलमा पुगिसके, कारण प्राविधिक शिक्षा। सभाध्यक्ष महोदय, प्राविधिक शिक्षाको कारण अन्य देशहरू निकै माथि निकै विकासको गतिमा बढिरहेका छन्। तर मेरो देश भने अझसम्म पनि प्राविधिक शिक्षाको पहुँच नबढेर कुवामा बसेको घाटुतो जस्तै भएको छ मेरो देश। सभाध्यक्ष महोदय, यदि मेरो देशमा पनि प्राविधिक शिक्षाको पहुँच बढ्दै जाने हो भने मेरो देश पनि निकै माथि पुगिसक्थ्यो होला। सभाध्यक्ष महोदय, जस्तै सानो सियो लगायत आकाशमा उड्ने रकेट लगायत मायामा गएको माइक्रोफोन र तपाईँ बस्दै गएको कुर्सी, यी सबै प्रविधि अन्तर्गत पर्छन्। सभाध्यक्ष महोदय, हामीले कल्पना गरेको कुरा कि 1-2 वर्ष अगाडि विश्व महामारी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विद्यार्थीहरूले विद्यालय जानबाट वञ्चित भएर घरमै अध्ययन गर्नुपर्ने अवस्था थियो। सभाध्यक्ष महोदय, हामी सोच्न सक्छौँ कि यदि त्यति बेला प्रविधि नभइदिएको भए विद्यार्थीको जीवन कस्तो अन्धकारमय बित्यो होला, हामी कल्पना गर्न सक्छौँ त? सभाध्यक्ष महोदय, त्यति मात्र नभएर मेरो देशले एक नगर एक प्राविधिक शिक्षालय भन्ने नीति ल्यायो, तर त्यो नीतिमा स्थिर छ। सभाध्यक्ष महोदय, यदि मेरो देशका सबै नगरहरूमा प्राविधिक शिक्षाको पहुँच बढ्दै गएको भए मेरो देश पनि निकै माथि पुगिसक्थ्यो होला। सभाध्यक्ष महोदय, मेरो देशले पाठ्यक्रममा त्यही क एबिसिडीमा मात्र सीमित नभएर प्रविधिका कारण प्राविधिक शिक्षा यदि पाठ्यक्रममा ल्याइदिएको भए मेरो देश पनि निकै अगाडि पुगिसक्थ्यो होला। सभाध्यक्ष महोदय, त्यति मात्र नभएर हाम्रो गाउँ समुदायका आमा बुवाहरू भन्ने गर्नुहुन्छ कि मेरो छोराले त डिग्री पास गरिसक्यो, मेरो छोरीले त डिग्री मास्टर्स पास गरिसक्यो, अब देश बनाउँछ।